हेलो साथीहरू, नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयले भर्खरै 2.5 महिनाको लागि करार सेवामा गणक तथा सुपरिवेक्षक पदको लागि विज्ञापन गरेको छ, जसमा अनलाइनबाटै दरखास्त दिन सकिन्छ। आज म तपाईहरूको लागि यस भिडियो मार्फत यस विज्ञापनको बारेमा र कसरी अनलाइनबाटै आवेदन दिन सकिन्छ भनेर विस्तृत जानकारी लिएर आएको छु। साथीहरू, तपाईं यस च्यानलमा नयाँ हुनुहुन्छ भने यस्तै जानकारीमूलक भिडियोको लागि कृपया लाइक, सब्स्क्राइब गर्न नभुल्नुहोला। साथै साथीभाइको जानकारीको लागि यस भिडियोलाई धेरैभन्दा धेरै सेयर पनि गर्नुहोला। नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयले मिति 2082 माघ 1 गते सूचना प्रकाशित गरी आर्थिक गणना गर्नको लागि देशैभरका विभिन्न जिल्लाका लागि 3,913 जना गणक र 526 जना सुपरिवेक्षकको माग गरेको छ। आवेदन यस सूचना प्रकाशित भएको 21 दिनभित्र दिन सकिनेछ। गणकको लागि न्यूनतम योग्यता +2 अथवा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण हुनुपर्नेछ र तलब मासिक 32,902 रुपियाँ तोकिएको छ भने सुपरिवेक्षक पदको लागि न्यूनतम योग्यता स्नातक तह उत्तीर्ण हुनुपर्नेछ र तलब मासिक 34,730 रुपियाँ तोकिएको छ र छनौट प्रक्रिया चाहिँ सर्टलिस्टिङ र अन्तर्वार्ता इन्टरभ्यूबाट गरिनेछ भने लिखित परीक्षा हुने छैन। काम गर्ने अवधि 2082 चैत 26 गतेदेखि 2083 असार 8 गतेसम्म रहेको छ। दरखास्त दिनको लागि उमेर हद 18 वर्ष पुरा भई 45 वर्ष ननागेको हुनुपर्नेछ। र आवेदन फर्म अनलाइनबाटै भर्न सकिनेछ, जसको लागि तपाईसँग निम्न कागजातहरू हुनुपर्नेछ: नेपाली नागरिकताको प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट अथवा मार्कसिट र क्यारेक्टर सर्टिफिकेट, अनुभव भए त्यसको प्रमाणपत्र समेत हुनुपर्नेछ। र अनुभव छैन भने पनि तपाईले यस आवेदन भर्न सक्नुहुनेछ। आवेदन भर्नको लागि सबैभन्दा पहिला यहाँ माथि देखाइएको यहाँ दिइएको क्युआर कोड स्क्यान गरेर अथवा यो लिङ्क ओपन गरेर राष्ट्रिय तथ्याङ्क कार्यालयको ह्युमन रिसोर्स म्यानेजमेन्ट सिस्टमको अनलाइन पोर्टल खोल्नुहोला। र मैले यहाँ यो अनलाइन पोर्टल सिस्टम खोलिसकेको छु र यो राष्ट्रिय आर्थिक गणना 2082 जनशक्ति व्यवस्थापन प्रणाली भनेर यस्तो प्रकारले देखिन्छ र सबै यहाँ दिएको जानकारीहरू चाहिँ तपाईहरुले भर्नुपर्ने हुन्छ। फोटो अथवा आफ्नो डकुमेन्ट अपलोड गर्दा पीडीएफ अथवा जेपेग फाइलमा पनि अपलोड गर्न सकिनेछ र पीडीएफ जेपेग फाइल अपलोड गर्दाखेरिमा तपाईहरुको फाइल साइज 200 केबी सम्मको मात्रै अपलोड गर्न सकिनेछ। 200 केबी भन्दा सानो फाइल बनाएर मात्रै अपलोड गर्नुहोला। अब यसमा कसरी फर्म भर्ने भन्ने कुरा चाहिँ यहाँ मैले तपाईहरुलाई डेमो फर्म भरेर पनि देखाउने छु। यसै अनुसारले तपाईले आफ्नो आवेदन फर्म भर्न सक्नुहुनेछ। सबैभन्दा पहिला यहाँ उम्मेदवारले काम गर्न चाहेको पद तथा कार्यक्षेत्र सम्बन्धी विवरण भनेर राखिएको छ। अब कुन पदमा तपाईहरुले आवेदन दिने हो
त्यसमा चाहिँ यसरी यो डाउन एरो की क्लिक गऱ्यो भने अप्सनहरू देखिन्छ। मैले यहाँ गणक पदको लागि भनेर सिलेक्ट गरेको छु। प्रदेश, अब कुन प्रदेशमा तपाईहरु काम गर्न चाहेको हो सोही प्रदेश चाहिँ तपाईहरुले छान्नुहोला। जस्तै उदाहरणको लागि मैले गण्डकी प्रदेश छानेको छु। जिल्ला, यो अनलाइन पोर्टलमा चाहिँ धेरै मान्छेहरूले फर्म भरिराखेको हुँदा यो सर्भिस चाहिँ कहिलेकाहीँ अनअभाइलेबल पनि हुन सक्छ, अथवा यहाँ कुनै समयमा चाहिँ जिल्ला अथवा नगरपालिका नदेखिन पनि सक्छ। तर तपाईहरुले केही समय कुरेर अर्को समयमा फेरि भर्नुभयो भने त्यो देखिन्छ। अब यहाँ जिल्ला चुज गर्नुहोला। त्यसपछि नगरपालिका कुन गाउँपालिका अथवा नगरपालिकामा जाने हो त्यो सिलेक्ट गर्नुहोला। यसमा वडा नम्बर लेख्नुहोला। त्यसपछाडि उम्मेदवारको व्यक्तिगत विवरणमा आफ्नो नाम थर नेपालीमा, यहाँ इङ्ग्लिसमा आफ्नो नाम थर, आफ्नो लिङ्ग, त्यसपछाडि बुबाको नाम थर, आमाको नाम थर, बाजेको नाम थर यहाँ भर्नुहोला। जन्म मिति विक्रम सम्मतमा यहाँ भरिसके पछाडि यहाँ एडी र वर्ष कति पुगेको हो त्यो आफै अपडेट हुन्छ। त्यसपछाडि आफ्नो फोन नम्बर यहाँ सम्पर्क नम्बर लेख्नुहोला र आफ्नो इमेल यहाँ लेख्नुहोला। त्यसपछाडि आफ्नो नागरिकता नम्बर अनि नागरिकता जारी गरेको प्रदेश, यो दुई ठाउँमा हुन्छ। यहाँ प्रदेश, त्यसपछाडि यहाँ जिल्ला छान्नुहोला। त्यसपछाडि जारी गरेको मिति यहाँनिर र आफ्नो नागरिकताको प्रमाणपत्र अगाडि पछाडि दुवै देखिने फोटो अथवा पीडीएफ फाइल एकै ठाउँमा भएको फाइल चाहिँ यहाँ अपलोड गर्नुहोला। त्यसपछाडि ठेगाना, आफ्नो स्थायी ठेगाना, प्रदेश, जिल्ला, नगर अथवा गाउँपालिका, वडा नम्बर कति हो र आफ्नो टोलको नाम यहाँ भर्नुहोला। स्थायी र अस्थायी ठेगाना एउटै छ भने यहाँ एउटै छ भनेर यसरी लेखिदिनु होला, अथवा फरक छ भने फरक भनेर फेरि फरकको चाहिँ छुट्टै भर्नुपर्ने हुन्छ ठेगाना। यदि एउटै छ भने भरिराख्नु पर्दैन। र शैक्षिक विवरण गणकको लागि न्यूनतम योग्यता भनेर लेखिएको छ। यसमा उत्तीर्ण गरेको तह यहाँ +2 स्नातक तह भनेर चाहिँ यहाँ देखिन्छ। आफ्नो पद कुन छनौट गर्नुभएको छ त्यो अनुसार। अहिले गणक भएको कारणले गणकको लागि +2 वा सो सरह भनेर छान्नुहोला। अध्ययनको संकाय ह्युम्यानिटिज, साइन्स एन्ड टेक्नोलोजी, फाइनान्स, एजुकेसन, अदर्स भनेर यहाँ लेखिएको छ। अब आफ्नो कुन संकाय हो त्यो अनुसार छनौट गरेर आफ्नो मुख्य विषय यहाँ लेख्नुहोला, आफूले +2 मा लिएको मूल विषय। त्यसपछाडि कति जीपीए अथवा पर्सेन्टेज आएको आफ्नो अङ्क यहाँ लेख्नुहोला। त्यसपछाडि ट्रान्सक्रिप्ट अथवा मार्कसिटको फाइल, पीडीएफ अथवा फोटो के छ 200 केबी भन्दा कमको फाइल बनाएर यहाँ अपलोड गर्नुहोला। चुज फाइल भन्नेमा क्लिक गरे पछाडि ब्राउज गर्ने अप्सन हुन्छ। यसमा ब्राउज गरिसके पछाडि यहाँबाट आफ्नो फाइल सिलेक्ट गरेर तपाईले ओपन गर्नुभयो भने त्यहाँ चाहिँ अपलोड हुन्छ। त्यसपछाडि आफ्नो क्यारेक्टर सर्टिफिकेट पनि त्यसै गरी यहाँ अपलोड गर्नुहोला। न्यूनतम शैक्षिक योग्यता भन्दा माथिल्लो योग्यता छ भने यहाँ 6 लेख्नुहोला, अथवा छैन भने छैन लेखेर यहाँ सिलेक्ट गरिदिनु होला। तालिम छ भने छ, अथवा छैन भने छैन लेखिदिनु होला। अनि अनुभव छ भने छ भनेर विवरण भर्नुहोला, छैन भने छैन सिलेक्ट गर्नुहोला। र आफ्नो फोटो, पासपोर्ट साइजको फोटो पनि यहाँ चुज फाइल गरेर सिलेक्ट गरेर यहाँ अपलोड गर्नुहोला। त्यसपछाडि यहाँ टिक मार्क गरेर मैले माथि पेस्ट गरेको सबै विवरणहरू सही छन्, कुनै फरक परेमा कानुन बमोजिम सहनेछु भनेर यहाँ चेक गरिसके पछाडि चाहिँ तपाईहरुले यहाँ सबमिट
बटन क्लिक गर्न सक्नुहुन्छ र सबमिट बटन क्लिक गरिसके पछाडि चाहिँ तपाईहरूको चाहिँ दरखास्त फारम सफल भएको छ भनेर रजिस्ट्रेसन नम्बर सहितको चाहिँ एउटा फाइल खुल्नेछ। त्यसलाई डाउनलोड गरेर तपाईहरूले राख्नुहोला, जुन चाहिँ अन्तर्वार्ताको लागि चाहिन सक्छ। र अन्तर्वार्ताको लागि चाहिँ तपाईहरूले आफ्नो सम्पूर्ण ओरिजिनल डकुमेन्ट्सहरू र त्यो फर्म भर्दा रजिस्ट्रेसन कन्फर्मेसन भएको त्यो फाइल प्रिन्ट गरेर सँगै लैजानुहोला।